जन प्रधानमन्त्रीको सिट चाहियो प्रधानमन्त्री के भन्छ जन बर्बादै पार्छ पहिला दरान सफा गर्नु त्यसको पछाडि एक दिनमा हुने काम चाहिँ 10 दिनमा गइरहेछ अनि भन्छ म देशको प्रधानमन्त्री बनेर विकास गर्छु त्यस्तो हुन्छ विकास 10 दिनको काम एक दिन आउनुपर्छ त्यसलाई भन्छ विकास मेसिनदेखि हुने काम चाहिँ मान्छेले खटाएर जनसंधान गर्छु भन्छ म विकास गरिरहेको छु त्यो एक दिनमा हुने काम 10 दिन लगाउँछु भने त्यस्तो हिसाबले त 20 वर्ष पछाडि हाम्रो देश गइहाल्छ त्यस्तो हिसाबले विकास हुन्छ मान्यजी अप्सन पाङ्गी पहिला आफ्नो धरान लगाएर सफा पार्नु धेरै पोहोर छ धेरै ठाउँमा पोहोर फालेको छ हामीहरूले धरानमा घुमिरहेको छौँ अरूमाथि खेदो गर्नुहुन्छ तपाईँको आफ्नो कोर्टको पछाडि सेफ्टी पिन छँदैछ आफै लोगो लगाएर जानुहुन्न अरूलाई भन्नुहुन्छ कि लोगो लगाएको गएको छैन त्यस्तो हुन्छ कति झुटो बोल्नुहुन्छ झुटो बोलेर त्यो काम छैन अर्थ माग्ने पहिला तपाईँको झुटो आफै पकिरहेको छ पहिला आफ्नो सत्यता कुरामा कायम रहनु त्यो पछाडि अरूलाई खेदो गर्नु धन्यवाद।